हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। र आज चाहिँ फेरि हामी सानो मिनी भ्लग लिएर आएको छौँ। आज चाहिँ नगरपुर जाँदैछौँ साथीहरूसँग घुम टक्क पारेर होइन। अनि आज लगभग रमाइलो हुन्छ होला भनेको छौँ, तर बिहानै जानु भनेको यतिखेर घाम लागिसक्यो होइन, तलक्कै घाम लागिसक्यो। केटाहरू तल यहाँ पर्खिरहेछ मेरो बाइकमा। सो गाइजहरू राम्रै होला होइन। अब ढिला नगरी भ्लगतर्फ जाउँ र मेरो भ्लगमा नयाँ हुनुहुन्छ भने सब्सक्राइबर गरिदिनु होला र लाइक गरिदिनु होला, माया गरिदिनु होला सबैजनाले। र पुरानै हुनुहुन्छ भने कृपया भ्लग हेरेर साथ दिनु होला। यति भन्दै म भ्लग स्टार्ट गर्न चाहन्छु। लेट्स गो। र भक्तपुर आइपुगेको छौँ दुई भाइ अनि म, एउटा गोर्खे पर गएको छ। अनि सो गाइजहरू आज चाहिँ लगभग रमाइलो होला जस्तो छ होइन। तक माथि गएर चाहिँ हाम्रो चाहिँ मेन प्लान भनेको चाहिँ 2 PM अनि चाबी उसँग छ लप्सनसँग अनि 2 PM अनि सेकुवा खाने प्लान छ। र सेकुवा पनि बोकेको छौँ, तर काँचो मासु टक्क लगेर पकाएर खाने। यहाँ हाम्रो हुक्का, यो चाहिँ मस्काउने एकताल है भाइ, पर लिएर हिँड्छ मस्काउनु। यहाँ खिया सानो छ, खिया तलले फाल्नु पऱ्यो होला नि त। अनि यहाँ क्युटी पपी छ चुप्पा गाइज। लु ओके फेरि लु गाइजहरूलाई चुप्पा चस्मा लाएर ल ल ल सो गाइजहरू रमाइलो हुँदैछ। हामी चाहिँ भक्तपुर आइसकेको छौँ। अब यहाँबाट पनि लगभग लाग्छ होला 40-41 मिनट जति। हाम्रो सरले अलिक हाक्नु सक्नु भएको छैन। अब दोसन महिनाले होन्डा निकाल्नु थाल्यो यार। आफूले यो बाइक लान्छ क्या लाँदैन ल, लग्यो भने त मेरो यहाँबाट बाइक कहाँ बाइक लाने हो ल। ऊ पनि सुन त, के खाने अरू के खाने? गोल्डेनमा खाने हो ए म अब 1000 रुपियाँ छ। ल ल जा ल जा। दुई भाइ केटाहरू गएको छ। अनि के छ लप्सन भयो अनि के हो चुप्पा खाइदिनु लाग्यो क्या? सक्दैन नि फेरि कसैले। आबे कस्तो क्युटी छ है। सो गाइस अब हामी चाहिँ हिँडिसक्यो। दाइले बाइक स्टार्ट गर्नुभयो, त्यहाँ पर छ केटाहरू। ल लाग्यो है त अब चाहिँ गाइजहरू हामी। ल है त गाइस अब चाहिँ हामी पुग्न लाग्यो। अहिले चाहिँ ट्याक्क लाएर भ्यू हेर्नु सक्नुहुन्छ गाइस। बबाल छ भ्यू होइन गाइस। ओ यहाँ यता फेरि टर्निङमा आइपुग्यो। हाम्रो केटाहरू त आउँदैछ हो, सेनाहरू हेर्नु सक्नुहुन्छ गाइजहरू। यो नि त भ्यू भनेको। यता फेरि त्यस्तै छ, कोकिला बाल विद्यालय छ। यता फेरि सैयाहरू चाहिँ साथीहरू गेरे लडी झऱ्यो होइन, टक्क पारेर आउँदै गरेको। केटाहरू आज ह्यान्डसम कि म त ह्यान्डसमै देखेर मर्नु लाग्यो यार। फिरा भएर हो केटो। हामी नि लप्पर उगेर हौ यार। को मिलिदिन्छ अलिक
खोइ मलाई कोही मन पराउँछ केटाहरू म त यता पनि हेर्छ पनि देख्छु यताको यो पनि हेर्छ पनि देख्छु उता पनि हेर्छ त्यसो त नगरौँ होला कहाँ गयो मैले यहीँ देखेको थिएँ त यही ठाउँमा हुन्थ्यो त अरूको त भन गाह्रो छ नि गाह्रो छ पहिले हामी त्यो जोडी यस्तै गरेर बस्ने खै त्यस्तो जोडी त हाल्नु छ नि त्यो भन्दा राम्रो जोडीहरू छ नि नदेखा त पब्लिक किन गर्नु न मान्छेले किन जेलेस बनाउनु यार हामी पनि सानो सानो भाइहरू कति जेलेस हुन्छ होला है र त त्यस्तो जेलेस भने त राम्रो हुँदैन त्यही भएर चाहिँ नदेखाएको गर्लफ्रेन्ड हो गर्लफ्रेन्ड पब्लिक गरौँ कि भनेको अब फेरि नगरेको हो आजबाट आइपुग्यो होला होइन भाइ आजबाट आइपुग्यो होला होइन हामी चाहिँ अहिले चर्च आजबाट आइसकेको आइपुग्नु आँटेको चर्च हाम्रो हुक्का यो त्यसको प्रपरले सनमाइला है हाम्रो राइड गर्ने छ अगाडि नगरकोट चाहिँ आइसक्यो तर हाम्रो गाडी छैन लोकेसन हेलो गाइजहरू ल त हाम्रो चाहिँ यहाँ फेरि हुक्का खाने गरेको भइरहेछ कता यो राल झर्ने होला होइन अलिक टाढो रे हामी चाहिँ ओभरै अगाडि पो आइएछ धेरै ओभर हाम्रो सर त्यहाँ हुनुहुन्छ हाम्रो सङ्घको अध्यक्ष सचिव वडा सदस्य हामी हुक्का खाने गाइजहरू हुक्का उता कुकुरु ए हो ल त्यही हो थोरै धेरै आएको ल है त गाइजहरू म चाहिँ हिजो आएको अनि आजै साथीहरूले घुम्नु जाउँ भनेर चाहिँ कसले भन्यो सेटरडे तपाईँले भन्नुभयो हिजो आएको भनेको हिजो आएको आज त स्याटरडे अनि घुम्नु कि के गएको थिएँ ऊ उता पारीको जङ्गलमा जाउँ न पारी ल त्यो माथिको त्यहाँ चाहिँ जानुपर्छ क्या रे दोसनमाथि है त्यतैतिर जानुपर्छ गाइजहरू होइन टक्क पारेर हाम्रो नमस्कार गर्दै सबै जनतालाई नमस्ते के भन्नु चाहन्छ त यहाँ भ्लग हेर्दै गर्ने मेरो सेवक दाईको युट्युब च्यानलमा सब्सक्राइब गरिदिनु होला सब्सक्राइब गरिदिनु होला गाइजहरू त्यो अहिले गर ल हामी चाहिँ एकछिन गाइजहरू फोटो खिच्छौँ अनि फेरि तपाईँहरूको माझमा आउँछौँ नि हेर्दै गर्नु होला बिहानको सुरुवात चाहिँ फेरि यसरी हुनु गइरहेको छ होइन टक्कसँगले कुरुमुरीदेखि केटाहरू यहाँ ला माता सुरुवात कसरी हुँदैछ खानु चाहिँ छ खानुहोस् हुन्छ सर जाडो भयो क्या साह्रो जाडो भयो अनि अलिक पिरो पिरो खाइदिएको खायो जुस यहाँ हामीलाई चाहिँ नगरकोट आएको बाबा दिदीले लोकल पानी दिएको छ यहाँको नगरकोटको चिसो यो पनि खानुपर्ने छ मिठो भयो तर लास्ट जाडो रहेछ है काठमाडौँ भन्दा जाडो है तिमीहरू त केटाहरू त हराएको गरेर म त सानो थियो तपाईँ रुमबाट निक्लिने फेरि हराएको हो होइन कता गएको मलाई त झन् उल्टो चाहिँ गएको मेरो भयो त्यो हिजो हामी आयौँ नि त्यहीबाट गयो तिमी होइन त्यो फरकै फर्क्यो क्या उता निलो भएर चोक तानेर अगाडि स्टार्ट गरेर बसिरहेको थियो अनि नारायण चोक जानेर यता गयो केटाहरू छोयो नि त हुक्का पाउन हुक्का खाने यार खाएँ हौ भन्नु नि जानु म त यहाँ चाहिँ हामीले कन्टी नलाएर केटो ओइ दाइले भनेको माने मैले अघि त उ त्यो मुस्का छु ल कम्बे ओइ हस् 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 यहाँ छ कि पानी यहाँ गर्न छिटो मस्कान मस्काउनु त घर घर छिटो न केटाहरू अघि सही कि सही म हान्छु भन्ने पक्री मै मलाई तोलेको तिमीहरू हान्छौ कि म हानु ओइ हान न यार जा केटाहरू यार त बाबु उ त्यो कालोले चाहिँ गर्नु ल ए झन्डेले दिदीलाई त्यहाँ पानी छोडेर राख्नु त म उहाँलाई हो
ल लु भरेको अब यहाँ 2 PM कन्टी ल्याउनु बिर्सिने सबै आइदिए लाउनुपर्छ क्या त्यही भएर केटा म त्यत्रो बेर सेकुवा बोल्ने चिया खाइराख्ने हाकिम भएर तलमा नि एउटा म काम त दिन्छु हाकिम भएर खाँदै गर हाकिम यसमा सेकुवा बोलेर त्यही तेलले यहाँ उ गर्नुपर्छ के पकाउनु हो त भन्नु यहाँ छिटो खट्नु यहाँ दुईटा हात ला न झप्राङ झुप्रुङ होइन यहाँ केटाहरू कस्तो म त खुवाइहाल्छु नि हुक्का यार मिठो चिया आएको छ त्यहाँ 50 भ्युज अब तिमीहरूको दुईजनाको हात हात चाहिँ त्यहाँ घुसा न कालो हात हात त 50 भ्युज होइन अब कति यो चाहिँ गाइजहरू 2 PM ल्याउने कन्टिन्यू भएर चाहिँ केटाहरूले यहाँ अब यो प्लाईमा पकाएर खाँदैछौँ हामी तल खोलामा मैले चाहिँ यसले पनि गरेकै रुममा गरेको हो गर्नु चाहिँ कुम्भ गर्न चाहिँ त सुत्केरी रे के बच्चा पाउने जस्तो गरेर सुत्छ चस्मा छुट्छ पानी भने पछाडि चाहिँ धुनु पर्दैन है पछाडि ढुने होइन के केटाले यार कसैले डोसनले एक धुने दिउ न यार केटाहरू यहाँ मेकाटिङ हुँदैन हुन्छ हौ बाबु धेरै गर्नु पर्दैन के न त मालिक हुँदैछस् नि त मालिक हुँदैछस् सालालाई केटा के आन्टीको बिगारिदिने यो डराउने पनि खतरा हुने भने त सेकुवा पनि यहीँ पो बोल्नु पर्छ केटा किन झर्नु पर्यो अब घोट्न दुई केटाहरूले पुरस्कार चाहिँ पाइसकेको छ 2 कपमा चिया उ त्यो खोइ कहाँ पुग्यो 2 PM पुगाउने यहाँ कति देखाउनुहोस् त आम्मा कस्तो सफा वाउ त्यही त दोस्रोले त खाँदैन मलाई त कति त्यो पेप्सी काटेर पानी भरिहाल्नु पेप्सी डर्दैन त्यसरी पनि हुन्छ क्या त्यो त अलिक अति नै हुन्छ होला चटपटे पानी फुल हालेपछि के हुँदैन कि कस्तो अत्तिर कुन ठाउँ जानेको बाटोबाट राम्रो राम्रो जान्छ त्यो घुम्ने आउने होला चिया कस्तो छ हुन्छ ल गाइजहरू एकदम रमाइलो नै हुँदैछ यो साले गोरुले चाहिँ आज केही गरेन दिमाग पनि लागेन क्या तर मैले यो सेकुवा पनि आज खतरामा हालेको नि त केटा हो त्यतिखेरसम्म तिमीहरू कन्ती बोक्छ होला म त यादै भएन कि म यसमा व्यस्त भएँ तिमीहरू गफ गरेको अन्डा पनि छ अन्डा कतिवटा ल्याऊ 2 ल त्यो चाहिँ राम्रो ल्याएको छ ल 2 PM यहाँ थप्नुपर्छ दोसानेलाई चाहिँ 2 PM दिनु हुँदैन यहाँ चाहिँ जे पा खान्छ जस्तो अब यो के भन्छ र म त के भन्छु भने साथीहरू पैसाको बारेमा अनि खानुको बारेमा नभादौँ जोसँग छ त्यो गर्नु भन्नुपर्छ नि त केटा हो होइन हजुर 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 मिस्टेक पो बोलेको र नि झन्डैले तेरो केटा को छ यहाँ विशेष गरी पैसाको लागि चाहिँ अब जोसँग छ त्यसले खर्च गर्नु भोलि गर्दा हामी पनि हुन्छौँ होला त्यति बाँच्ने त्यतिखेर चाहिँ हामी उडो लाग्छौँ होला पिकनिक हो क्या विद्यार्थी नआएर सरहरू मात्रै आएछ म खासमा विद्यार्थी हेर्ने भनेर छेउमा गएको थिएन तपाईँ त त्यस्तै त हुनुहुन्छ नि गाह्रो छ है पानीपुरी आइसकेको छ सुरु गरौँ त हान्नु त हानिदिऊ कस्तो छ पर एउटा केटा गर्लफ्रेन्डले ढोकातिर मर्नु लागेको छ क्या रक्सी खाँदैछ ल त सुबेत रह्यो त पानी पिउनु त्यहाँ गरेछु मिठो नगरकोटमा जे पनि मिठो पाउने हो मिठो है यस्तो चिज छ मौसममा गर्मीको बेला भए चाहिँ हावा पनि मिठो हुन्थ्यो तर अब चाहिँ घाम चाहिएको थियो हामीलाई त ठिक छ यहाँ हाल्नु त पानी उपर बालेलाई घाम ओ पानी हाल्नु चेस गाइस म अझै लागिसकेको छ भरे गर्छु म फोनै हेर्दिनँ फाइनली आइपुग्यौँ यहाँबाट ओह्राल झर्नु पनि हुन्छ ल झर्नु साथीहरू झरो ल गीत चाहिँ बजाउने यार
म मादल भयो पाइब यो के रे यसको नाम यसको नाम के हो करी करी 5 स्तरीय करी है यो चाहिँ गाइजहरू यो चाहिँ भिआइपी हो यो मान्छेले अलि तल्ली मान्छेले युज गर्दैन होइन कत्रै मान्छे अलिक धनी भनेले मात्रै युज गर्ने यस्तो हेर्नु कलर पनि कस्तो राम्रो ब्ल्याकमा छ गाइजहरू उता चाहिँ तल खोलामा आगो बाल्न नपाइने रहेछ होइन अनि त्यहीमा चाहिँ अब हामी चाहिँ सेकुवा पोलेर खाने भनेको टिकट पनि 1-1 रहेछ 400 रुपियाँ लाग्ने भयो हाम्रो 4 जनाको सो हामी चाहिँ यो ओह्रालो चाहिँ कता हो होइन अब फाइन 5000सम्म हान्छ अरे अब खोइ तल झर्नु तल केटा यहाँबाट पनि रहेछ के डेङ्किरहेको खोला ओह्रालोबाट जे होस् रमाइलो अब 1 केजीको मासु यार कसरी पकाएर खाने भन्ने कुरा हो क्या फेरि कन्टी ल्याउनु बिर्सेर यहाँ हेर्नु अन्तर्राष्ट्रिय कन्टी छ यहाँ हाम्रो यो ओह्रालो कहाँ पुग्ने रहेछ पुलिसहरू पनि तलबाट आउँदैछ भने के हो भाइ यो मान्छे कुद्नु हिँडेको के थालहरू होइन सर हामी यहाँ यसो रमाइलो गर्न आएको एउटा हाम्रो भाइको लक्ष्मण भाइको चाहिँ फनै माथि कता छुटेछ तनाव भयो त यार तर एकचोटि काटेपछि क्या हाम्रो जल्दी हुन्छ त्यही त काट्यो फोन काटेर त होइन एलबी अत्ता लिँदै गएको थैट तनाव भइगयो नि यार हाम्रो चाहिँ यस्तै हो गाइजहरू एलबीको चाहिँ महँगो भयो अब घुमाइ होइन त हामीसँग 1000 उता अब 8-9 हजार पर्छ नि कहाँ रहेछ फोन चाहिँ कुन मुजीले काटेको रे म त बुफर मारे फोन त्यहाँ राखेर बाइकमा चाहिँ नि रहेछ फोन चाहिँ कुन चाहिँले काट्यो मजा आयो डुकुर्न झन्डै महँगो घुमायो होइन त ए भत्ती भाइ केटाको झन्डै खत्रै भएको आज पिकनिक अब दिमाग छिपाइस् नि अलिक अरू बेला सेवक सर बिहोसी हुन्थेन कराउँथेर आज त मै बिहोसीमा हिँड्दैछु यार हाम्रो दिमागै माथि उसले खाइदियो क्या त्यो म्याच टिकट काट्ने दाइले ल अब यसो गरौँ होइन पुल झरी पुग्नु पाइन अब यही कुनातिर फोटो खिचौँ छ राम्रो यतै झरौँ छ यता तल होइन अब पुल खासमा पुलमा टार्गेट टार्गेट हो नि त अब टक्क झाडीमा यस्तो र हेलो गाइजहरू हामी चाहिँ पुल आउनु सकिएन रक्सी तल रक्सी ल्याइदिनुहोस् त खोलातिर त पेप्सी किन फालेको हुन्छ धुएर टक्क काट्नु हाम्रै लागि फालेको हुन्छ होला फेरि एउटा पेप्सी यहाँ चाहिँ छ नि त्यही त ट्रेकिङ फेरि खतरा छ यार लट्ठीम टेक गनाएर आफै लट्ठीमा 100 रुपियाँ टिकट भनेको त यार हाम्रो ट्रेकिङ त पैटाल्ला भयो 400 रुपियाँ जाने रहेछ अनि फेरि पुलिसले भेट्यो होइन चिङ्गे घोग्रो ठ्याक हान्छ होला गाली पो गरेको होइन गाली चाहिँ हो चिट काटेको अन्त अझै मजाले सम्झिहाल्थ्यौँ हामीले